छिटो छिटो गर्न यो त पाउने 1 किलो भएछ हजुर। पाउने 1 किलो र पाउने 3 किलो कति भयो? लगभग लमसम 5 किलो भयो। यसलाई 5 किलो भयो, यो 2 किलो 7 किलो भयो। ल लै सर पैसा निकाल। पुरानो भाडा दिएर नयाँ भाडा लिने हो हजुर? होइन मलाई नयाँ भाडा चाहिन्न। कति भयो पैसा? छिटो हिसाब गर। प्रेसर कुकरको 230 हजुर। अरु यो बाटा, यो गाग्री, यो प्लेट, काँटा, चम्चा गरेर तपाईको जम्मा 740 भयो हजुर। ए राता मकै, यत्रो भाडाको 740 मात्रै? पुरानो भाडा छ नि हजुर। पुरानो मालको कहाँ धेरै पैसा आउँछ हजुर। मलाई साह्रै घाटा पर्ने भयो नि। 800 दौ न त 800। ल 800 दौ। घाटा लाग्छ हजुर। पुरानो भाडा छ नि हजुर। 740 मा दिनुहुन्छ भने दिनुहोस् हजुर, नत्र हामी लादैन हजुर। तपाई आफै लाउनुहोस्। ल भो 740 ले 740 मै हुन्छ ले। ठिकै छ हजुर। छिटो कर। यो सामान पनि हाल्यो, छिटो कर। ल यो यहाँ जा। लो हजुर, भाडा आयो हजुर। पुरानो भाडा लिनुहोस्, नयाँ भाडा दिनुहोस् हजुर। आओ पुरानो भाडा लिनुहोस्, नयाँ भाडा दिनुहोस् हजुर। आओ यो द्वाइको रेस्टुरेन्टमा भाडा मात्रै बेच्दै तलब देन कि के हो मुखा हान्नु जस्तोले? चुप लाग जिरे। कहाँबाट आएको त? ये राता मकै, मुखा हान्नु जस्तोको मोबाइल खोल्यो हैन? खबर गर्दिउ। हमै यस्तो कुरा पनि खबर गर्छन्? खबर गर्नुहुन्न? यो मेरो थुतुने नै त्यस्तै छ के, नबनाउ अनि हुँदैन। तेरो थुतुनलाई पनि के गर्नु र? केही गर्नु पर्दैन, टाल्दै हुन्छ। जाबो 740 रुपैयाँ मात्रै आइराछ। कति मैले राख्नु, कतिले तेरो मुख टाल्नु? हे राता मकै, कुरा पनि त्यस्तै छ नि। यो कुरा मुखा हान्नु जस्तोले थाहा भयो भने टाउको खुलाएर डाँडा कटाइदिन्छ। ए राता मकै, कस्तो बेला भाडा बेच्न आएछु अनि कति दिउँ भन्न। तर यो कुरो चाहिँ ज्वाइँसालाई थाहा दिनुहुन्न नि। बिन्ती छ है, बिन्ती छ। हेर यस्तो ठुलो भेडो खोर्सानीले यति सानो जिरो खोर्सानीले हात जोड्न पर्यो कठैबाट। देख्यो, गलत काम गरेपछि यसै हुन्छ। कति दिने? जति भन्छ त्यति नै दिन्छु म। मलाई पैसा चाहिदैन, तर तपाईले त्यो मुखा हान्नु जस्तोको रेस्टुरेन्ट टाट पार्नुपर्छ। भाडा कुरा मात्रै हैन, टेबुल कुर्सी सबै बेच्ने। मौका पर्यो भने पैसा पनि निकाल्नु। सबै कुरा बेचेर धेरै पैसा कमाउनु न, अनि हेरी भाग लाउँला। पक्का हो? कसैले नि भन्दैनस्?